नमस्ते छ्याजालु सबैजनालाई फेरि पनि हजुरहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ। हजुरहरू सबैजना आरामै हुनुहुन्छ होला। अब चाहिँ हाम्रो लगभग दसैँ सकिसक्यो। सो हाम्रो चाहिँ अब गाउँमा फेरि एउटा प्रोग्राम छ, शुभ ढोकबेट। सो हामी चाहिँ काम गर्नको लागि त्यता जाँदैछौँ। अनि फेरि भोलि चाहिँ हाम्रो जन्ती आउने ढोकबेटको कार्यक्रम चाहिँ भोलि हो। आज चाहिँ हामी हल्का काम गर्न हिँड्नेछौँ। काम त गर्नु पर्यो। सो हामी चाहिँ कामहरू गर्छौँ। उता गएर आमा पार्टी दिदीबहिनीहरू गइसक्नुभयो। म चाहिँ बल्ल जाँदैछु है त। हेलो, यो चाहिँ टपरी। हाम्रो चाहिँ भोलि ढोकबेटको कार्यक्रम छ। सो घरबाट एउटा दुईवटा टपरी रेडी गराएर चाहिँ उहाँ लग्दिने। मोबाइल हेरेको थियो अनि जेसिका र मैले अनि त्यहाँ के एउटा मान्छेले आज मैं यो माला सुला ल भोलि के हो रे हाम्रो भोलि ढोकबेट हो। भोलिको लागि माला हुँदै यता आमा पार्टीहरूले कसैले तरकारी बनाउनुपर्छ, कसैले अचार, कसैले माला उन्नु भएको छ। अनि सबै मिलेर माला बुन्नु पर्यो है। छ्यामा नावे लागि रेडी लदिल नाव तोरो छ्यामा ये हाटो अरू हाम्रो गाउँमा ढोकबेट छ। त्यसको लागि चाहिँ जन्तीहरूलाई माला कतिवटा रो छ्यामा बनाउनु पर्ने ए अनि ए हो ल पुर्याउनु पर्छ, पुर्याउने है माला ल क्या तमु किरे बिहाल तँ क्या तमु किरे बिहाल त लो बिसे जाऊ त तले डेपोले पोसे त यहाँ मलाई राख्नु है यी मलाई। हामी सबैजना छौँ। ढोकबेटको तयारी हुँदैछ। तलाथोक के भन्छ अरे तलाथोक पोखर नौमा ढोकबेटको तयारी हुँदैछ। ल काम गर्ने पार्टीहरूलाई खाजा पनि आइसक्यो। आछु कति मिठो रहेछ। हामी खाना सुरु पनि गऱ्यो। बरु दिनु उताको पार्टी पनि खाँदै हुनुहुन्छ। रमाइलो छ। आज यहाँ ल ल ल हाई ओ सही हेलो बिसेदी हाई बिसेदी नजा मलाई उम्छु बजे छिङ्गेदी आज हाई बिसेदी हाई कति राम्रो माला बनाउनु भइरहेछ है। है आमा पार्टीले माला बनाउँदै हुनुहुन्छ। रमाइलो हुँदैछ। यो चाहिँ हाम्रो गाउँमा आजको हाम्रो प्रोग्राम चाहिँ यहाँ हो, शुभ ढोकबेट। यो त ढोकबेट चाहिँ एकदम धुमधामका साथ रेडी हुँदैछ। हेलो वकिल पुसे काम गर्नुभएको छ उहाँहरूले। ढोकबेट हाम्रो ढोकबेट चाहिँ यस्तो हुन्छ। हेलो सबैजनालाई गुड मर्निङ। अनि आजु आचो खोजो आचो आचो आङ्गी ल
दाइ काम गर्दै हुनुहुन्छ कस्तो राम्रो टोकरी दाजु आज हो कतिवटा भयो गर्न बिर्सिनु होला फेरि कस्तो राम्रो टोकरी भयो नाइस हामी चाहिँ धमाधम काम गर्दैछौँ एकचोटि देखाउँछु है टपरी है यो आज हो चुला तोबिउरो पत्तरी है अब चाहिँ गुरुङ भाषामा जान्छ है मेरो ब्लगहरू चाहिँ अब चाहिँ भत्तेहरू सुरु भइसक्यो तर त खाइ पनि सक्यो फाइनल्ली हामी चाहिँ अब हिँड्यौँ ल सानो यतै हेलो हामी चाहिँ हिँडेको है सानो हामी चाहिँ हिँडेको अब दुईजना उता हुनुहुन्छ यो कपाल त अब के अरे जन्ती आइसकेको छ अरे जन्ती पर्साउने के अरे है हाम्रो रीति ढोकबेट हो सो अब गएर टक्क फेरि भिडियो बनाउनु पर्छ हाम्रो जन्ती पर्साउने रे यो है जन्तीहरू आइसक्यो यसरी पर्साउँछ जन्ती हजुर बाचो हेलो के राख्नुभएको छ पैसा हो ल ठिक छ तिमीले चढेर आएको चाहिँ ख्या त चाहिँ ख्या मेरो मामा बाहिर त पर्साउनु पर्यो नि Everything on here.
नानु नानु मेरो साथीहरू डान्स गर्दैछ मेरो बेस्टी अनि मेरो बेस्टीको दिदी डान्स गर्दै हुनुहुन्छ म्युजिक त यो चाहिँ बट्टेर अहिले चाहिँ खाजा खाँदै हुनुहुन्छ हजुर पर्खिनु है बुबु दाइ दाइ यता हेर्नु त हजुरलाई खिच्न लाग्यो सबैलाई खिच्यो कि खाजा खाएर बस्नुभयो उहाँहरू रेस्ट गरेर के भन्नुभएको अरे बुबु अब चाहिँ ढोकभेटको अन्तिम चरणमा आइसकेको छ यहाँ चाहिँ हिसाब के छ है के गर्नुपर्छ सालीले जुत्ता लुकाएको रे कति चाहिँ पाए रहेछ हेरौँ भनेको खोइ कता हो सो एन्टी लाइट पऱ्यो कति पायो ए मान्दैन भने चाहिँ सालीले पैसा लिने मागेन मानेन बिचरा मान्दैन सालीले जुत्ता लुकाएको रे पुरा मिले जस्तो छ है सालीसँग साली हो कि भदिनी हो पुरा मिले जस्तो छ अब चाहिँ यो हो नि प्योर रित अनुसारको ढोकभेट चाहिँ यो हो है ए दाइ हजुरलाई नि स्वागत छ ल मेरो ब्लगमा नमस्कार माया बहिनी आज फर्स्ट टाइम तपाईलाई भेट्न पाइयो खुसी लाग्यो दाइले पनि माया बहिनी ब्लगर बहिनीले भेट्न पाए है हाम्रो कलाकार वरिष्ठ कलाकार हजुर दाइ नमस्ते हजुर गुरुङ पजु म पनि पछि हो ल हेर ल हेर ल खुसी लाग्यो थ्यांक यू भेरी मच मलाई नि एकदम खुसी लाग्यो है ल हस् धन्यवाद ल म यता गएँ है त त्यसकारण हामी प्रथमतः सबै पाहुनाहरूलाई सबै जन्ती महानुभावहरूलाई यो घरको तर्फबाट हामी सिङ्गो गाउँको तर्फबाट र हामी गाउँको हामीले जसरी जान्यौँ जति जान्यौँ गाउँको तर्फबाट हामी हजुरहरूलाई समुच्च रूपमा समग्र रूपमा संयुक्त रूपमा र हामीले यो एजुकेसन गर्दै गर्दाखेरि धेरै महानुभावहरूले
हामीले आकलन गरेका छौँ। हाम्रो टेबलमा लगभग 310 जना घरधुरीका आफन्तजनहरूले यहाँ आशीर्वाद सहित आफ्नो लक्ष्य अनुसार कसैले नगद त कसैले जिन्सी उहाँको रविन्द्र गुरुङ र गणेश गुरुङलाई शुभकामना सहित टक्राउनु भएको छ। र प्रथम त तपाईँलाई हामी अनिवार्य जन्ती टोलीलाई हामीले बस्ने ठाउँको व्यवस्था गर्न सकेनौँ। खानपानमा पनि ढिलाइ भयो, तपाईँलाई टाढा जानुपर्ने हुन त अहिले भाउजू पनि आइदिनु र भाइ रोशन गुरुङ भया आइदिनु ठुलो बजेको छु। होइन केही हुँदैन कि ज्वाइँ छोरीले भयो भन्दा ठुलो हो नानी। बिचारा संस्कार संस्कार हाम्रो संस्कार जति सकियो त्यति सानो भएको छ। घरबाट माओली तर्फबाट एम्बुलेसन भुक्नु रकम गर्दाखेरि टोटल 6,43,925 भएको छ। टोटल रकम मामा आउनुभएको होइन। मामाहरूले चाहिँ अब यसरी रिट पुरा गर्नुहुन्छ भान्जीलाई आफ्नो दाजुभाइको हातमा ह्यान्डओभर गरेर यसरी चाहिँ रिट पुरा गर्नुहुन्छ मामाहरूले। मामा माइजूहरू मामाहरूको ह्यान्ड ओभर गर्ने काम भइरहेको छ अहिले। यसरी रीतिरिवाज अनुसार ढोकभेट गरियो। ढोकभेट गर्दै हुन्छ। नाइस। बलिकोट मामाहरू बिचरा आज माइला मामा हुनुहुन्छ, दुईजना मामा हुनुहुन्छ, केश कुमार गुरुङ, कमल गुरुङ, पूर्ण गुरुङ उहाँले 1,01,5 रुपियाँ माला माला तिनजना मामा भएको छ। अब यसरी फेरि भ्यू छ मतलब भनौँ उल्टा जाति सानो माइज सानो माइज सानो माइज
ल्याउ भाषा हो त्यो तेल मसला ए अन्त नि ए कुटिनी होइन कुटिनी माला फुकालिदिनु भएछ कि सामान हुन् त्यसकारण यो दस्तावेज हस्तान्तरण गर्दै आजको यो कार्यक्रममा तपाईँको अनुभूति तपाईँको अनुभव कस्तो रह्यो सम्पूर्ण जन्ती लगायत सम्पूर्ण हामी माइती पक्ष भनौँ हामीलाई उक्त अनुभवहरू सुनाउनुको लागि आजका मूल पुतली किनकि मुख्य किन यति ठुलो माला लाउनु भएको थियो मैले भनेको होइन फुपू क्या खुसी कि त बुवा आज स्वेटर नलाउनु सर्वप्रथम आजको यो स्वागत गर्नुभयो सरकार मायाले सरकार गर्नुभयो त्यसको लागि सम्पूर्ण तलथोकवासी आमा बुवाहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु ममताले ससमान ढङ्गले हामीलाई सम्मान गर्नुभयो त्यस अर्थमा मेरो व्यक्तिगत तर्फबाट सम्पूर्ण रापासावासी आमा बुवा र दिदीबहिनी सम्पूर्णको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु र सायद पहिलाको एउटा भनाइ थियो हाम्रो बाबा बाजेले भन्नुहुन्थ्यो अन्त जानु नजानु भन्ने एउटा कहावत थियो कहानी थियो वास्तवमा त्यो अहिले बिल्कुल उल्टो भइसकेको छ जस्तै हामी जनता आउने बित्तिकै सायद हामी त मण्डपमा बस्यौँ बाहिर बस्नु भने हाम्रो जति साथीहरूले विशेष सम्पूर्ण साथीहरूले खानपिनमा कुनै कन्जुसाइ नभएको अथवा सही समयमा सायद भोकाइको अवस्था थियो होला हामीले सम्झन लागेको हुनेछ हामीले बिर्सन लागेको हुने छैन सायद हामीले यस्तो धेरै ढोकैटाहरू कार्यक्रमहरू विचार जन्तीहरू त फर्किनु भयो आजको यो सुब्बा ढोकभेट चाहिँ साह्रै रमाइलो भयो सबैजनासँगै नाचियो रमाइलो गरियो अनि पाहुनाहरूलाई पनि राम्रैसँग सत्कार गरियो भनौँ न अनि त्यसपछि सबैजनाले यो भिडियो हेरेर इन्जोय गर्नुहोला धन्यवाद थ्याङ्क यू फर वाचिङ दिस भिडियो ओके गुड नाइट अब हाम्रो पनि कति बजे अलमोस्ट 11 बज्न लागिसक्यो होला अब निद्रा पनि लागेको छ हल्का अब चाहिँ घर गएर सुत्नुपर्छ ओके गुड नाइट सबैजनालाई बाई